ओके, यसमा हामी चाहिँ ट्रिगोनोमेट्रीको को फङ्सन्सहरू चाहिँ हामी अब पढ्न गइराखेको छु, बुझ्न गइराखेको छु। यो चाहिँ कसरी हुन्छ भने चाहिँ होइन, अब जसरी चाहिँ साइनको यति धेरै हेर्नु तपाईँले गर्न सक्नुहुन्छ, कसको साइनको मात्रै यति धेरै भयो। अब हामीसँग त छवटा राइट, साइन, कस, ट्यान, कट, सेक, कसेक सबै छ राइट। अब सबैको चाहिँ हामी चाहिँ एकैचोटि मतलब लर्न गर्न त इम्पोसिबल छ यो सबैको है। अब एउटामा चाहिँ त्यति 8-8वटा आइराखेको छ, 8 भनौँ न 10वटा आउँछ होला होइन। सो यति धेरै आइराखेको छ भने चाहिँ अल टुगेदर हामी गऱ्यो भने चाहिँ 10वटा आउन सक्छ कि इजिली म निकाल्न सक्छु 10वटा सबैको। सो अल टुगेदर 10वटाले गर्दा 6वटा ट्रिगोनोमेट्रिक आइडेन्टिटिज गर्दै गर्दा चाहिँ 60वटा हुन्छ। 60वटा लर्न गर्न त भ्याउँदैन, त्यो चाहिँ इम्पोसिबल हो। सो अब यसलाई बुझ्नको लागि हामीले के गर्नुपर्छ भने केही ट्रिकहरू छ, त्यो चाहिँ गर्नको लागि त्यो चाहिँ म ट्रिक यो भिडियोमा तपाईँहरूले चाहिँ के हुन्छ बुझाउँछु। जसपछि त्यो पछि तपाईँले यहाँबाट चाहिँ जुनसुकै ट्रिगोनोमेट्रिक आइडेन्टिटिज किन नसोधियोस् तपाईँ के गर्नुहुन्छ, सल्भ गर्न सक्नुहुन्छ। ओके, अब यसको लागि हामीले के गर्छौँ भने चाहिँ सबभन्दा पहिला चाहिँ एउटा चाहिँ यो क्वाड्रिएन्ट छ है। अब यसलाई चाहिँ हामी 4वटा क्वाड्रिएन्टमा चेन्ज गर्छौँ। एक्स एक्सिस यो छ, यो वाइ एक्सिस छ, यसलाई चाहिँ हामी के गर्छौँ 4वटा एक्सिसमा चेन्ज गरिदिन्छौँ। ओके, हामी यसमा जान्छौँ एन्टी क्लकवाइज, जस्ट एन्टी क्लकवाइज, काउन्टर क्लकवाइज यसलाई पनि भन्छन्। यो सबै चाहिँ एन्टी क्लकवाइजमा वा काउन्टर क्लकवाइजमा हामी गइराखेको छौँ। अब जाने बेलामा यो सबै के हुन्छ, 4वटा भागमा बदलिने बित्तिकै यो टोटल त 360 डिग्री हो। 360लाई हामी 4वटा भागमा बदलेपछि यो सबै के भइहाल्छ 90 डिग्रीको भइहाल्छ। यो पनि 90 डिग्री, यो पनि 90 डिग्री, यो पनि 90 डिग्री। ठिक छ, हामी डिफरेन्स यहाँदेखि स्टार्ट गर्छौँ। सो यो भइहाल्छ तपाईँको 0 डिग्री राइट। अब 0 डिग्रीदेखि स्टार्ट भयो भने 0 प्लस हुँदै 1 2 3 4 गर्दै यो कहाँसम्म गयो, फर्स्ट क्वाड्रेन्टमा। यो फर्स्ट क्वाड्रेन्ट भयो, यो सेकेन्ड, यो थर्ड र यो फोर्थ। यस्तै गर्दै जाँदा यो चाहिँ 4वटा क्वाड्रेन्टमा हामीले चेन्ज गरिसक्यौँ। अब फर्स्ट क्वाड्रेन्टमा के पर्छ त त्यो हामी हेर्छौँ। 0 देखि प्लस मतलब 0 डिग्री भन्दा माथि कहाँसम्म 90 डिग्रीसम्म, 90 सम्म मात्र छ नि त फर्स्ट डिग्री। सो 0 डिग्री प्लस थीटा तपाईँको के हुन्छ यसमा पर्छ फर्स्ट क्वाड्रेन्टमा। त्यस्तै यो 90 सम्म मात्र छ, त्यही भएर 90 भन्दा कम 90 माइनस थीटा के हुन्छ फर्स्ट क्वाड्रेन्टमा पर्छ। अब सेकेन्ड क्वाड्रेन्टको कुरा गऱ्यो भने यो त 90 भइसक्यो, यहाँसम्म 90 भइसक्यो, 0 देखि 90 भन्दा प्लस भनेपछि 90 प्लस थीटा सेकेन्ड क्वाड्रेन्टमा आइसक्यो। त्यस्तै 180 सम्म आउँछ, 90 प्लस 90 इक्वल्स टु 180, 180 माइनस थीटा मतलब 180 भन्दा कम चाहिँ सेकेन्ड क्वाड्रेन्टमा पर्छ, 90 भन्दा माथि र 180 भन्दा कम सेकेन्ड क्वाड्रेन्टमा पर्छ। अब थर्ड क्वाड्रेन्टमा 180 भन्दा माथि भनेपछि 180 प्लस थीटा, अनि त्यसपछि 270, यो त 270 हो नि त, यो 180 भइसक्यो, यो 0 भइसक्यो, यो 90 भइसक्यो है। अब 0 चाहिँ 360 डिग्री पर्ने हो है, 360 पर्ने हो। सो अब 180 प्लस थीटा भइसक्यो, त्यसपछि तपाईँको 270 माइनस थीटा भइसक्यो। ओके, थर्ड क्वाड्रेन्टमा। फोर्थ क्वाड्रेन्टमा तपाईँको 270 प्लस थीटा आयो, अनि त्यसपछि 360 माइनस थीटा आयो। ओके, 360। अब यसमा चाहिँ तपाईँले थप्नु पर्ने छ भने 0 प्लस थीटा, 0 माइनस थीटा पनि आइसक्यो। 0 माइनस थीटा फेरि के हुन्छ, यो चाहिँ 0 डिग्री माइनस थीटा यदि गऱ्यो भने 0 भन्दा पनि कम गऱ्यो भने फेरि त्यो के हुन्छ फोर्थ क्वाड्रेन्टमा आइहाल्छ कि 0 माइनस थीटा। त्यही भएर मैले अल टुगेदर के बनाएको थिएँ भने तपाईँको 10वटा बनाउन चाह्यो भने चाहिँ 10वटा बनाउन सकिन्छ। 0 प्लस थीटा, 0 माइनस थीटा, 90 माइनस थीटा, 90 प्लस थीटा, यो गरेर 0, यो चाहिँ तपाईँको 10वटा लगभग बनाउन सकिन्छ। तर यो चाहिँ यति धेरै पनि गाह्रो छैन। अब हामी यसमा के हुन्छ भने साइन तपाईँको चेन्ज हुन्छ कसमा। साइन थीटा यदि छ भने त्यसलाई चेन्ज हुनु पर्ने छ भने अब त्यो केमा चेन्ज हुन्छ, कसमा चेन्ज हुन्छ। ओके, अब तपाईँको ट्यान चेन्ज हुन्छ तपाईँको कटमा, ट्यान थीटा केमा चेन्ज हुन्छ कटमा, कट थीटामा चेन्ज हुन्छ। र सेक चाहिँ चेन्ज हुन्छ, सेक थीटा चाहिँ कसेकमा चेन्ज हुन्छ। ठिक छ, यदि चेन्ज नै गर्नु छ वा कसेक सेकमा इन्टरचेन्ज हो कि, कस साइनमा चेन्ज हुन्छ, साइन कसमा चेन्ज हुन्छ, त्यसरी इन्टरचेन्ज हो। कसेक सेकमा, सेक कसेकमा, यसरी चाहिँ चेन्ज हुन्छ। ओके, अब चेन्ज कुन कुन कन्डिसनमा गर्ने, यदि त्यहाँ चाहिँ 90 र 270 छ, त्यो 90 प्लस थीटा होस् वा माइनस थीटा होस्, 90 यदि छ भने 90 छ र 270 डिग्री छ भने त्यो प्लस थीटा होस् वा माइनस थीटा होस्, यसमा के गर्ने हामी चाहिँ चेन्ज गर्दैन, यसमा चेन्ज गर्दैन। तर 180 मा र 360 मा हामी चाहिँ नो चेन्ज,
नो चेन्ज। यसमा कुनै पनि चेन्ज गर्न हामीलाई पर्दैन। ठिक छ। अब किनभने इभेनमा नो चेन्ज सिधै बुझ्नु 18 र 36 यो 0 हटाएपछि त सबै 0 छ भने त सबै इभेन भइसक्यो। 0 हटाएर एकचोटि सोच्नु यो अड हो यो पनि अड हो। सो अडमा चेन्ज इभेनमा नो चेन्ज। इएनओ इनो भनेको चाहिँ इभेनमा नो चेन्ज। इभेन भनेको 18 र 36 के हुन्छ इभेन हुन्छ। यदि यो ट्रिकले तपाईँ धेरै राम्ररी बुझ्न सक्नुहुन्छ भने यो ट्रिकले बुझ्न सक्नुहुन्छ तपाईँ। ओके अब यसको चाहिँ हामी अगाडितिर जाउँ। अगाडितिर जानको लागि हामीले के गर्यो त सेम मैले यसलाई मेटेँ कि यो तपाईँहरूले चाहिँ म सिधै सबैबाट एउटा एउटा गरेर देखाउँछु। यो तीनटा कुरा चाहिँ तपाईँले ध्यान गर्नुपर्ने हुन्छ कि फर्स्ट साइन थीटा विल चेन्ज इन्टु कस थीटा एन्ड कस थीटा विल चेन्ज इन्टु साइन थीटा। त्यसपछि कसेक थीटा विल चेन्ज इन्टु सेक थीटा इन्टु कसेक थीटा। त्यसपछि tan थीटा कटमा कट थीटा tanमा यो दुवै इन्टरचेन्ज हुन्छ। अर्को 360 डिग्री 180 डिग्री मा के हुन्छ चेन्ज हुन्छ। ओके सरी नो चेन्ज हुन्छ। यसमा चेन्ज हुँदैन। तर 270 डिग्री र 90 डिग्रीमा के हुन्छ चेन्ज हुन्छ। ध्यानमा राख्नुपर्ने कुरा। ठिक छ। अब यसमा के हुन्छ भने यसमा एउटा अझै रुल लगाउनु पर्ने हुन्छ चारवटा क्वाड्रेन्टको CAST। ओके CAST भनेको चाहिँ सरी उल्टो भयो हल्का चाहिँ कास्ट के गर्नुपर्ने छ भने कास्ट तल फोर्थ क्वाड्रेन्ट CAST फोर्थ क्वाड्रेन्टबाट स्टार्ट गर्नु। CAST फोर्थ क्वाड्रेन्ट के हुन्छ कस र सेक पोजिटिभ हुन्छ। कस र सेक फोर्थ क्वाड्रेन्टमा के हुन्छ पोजिटिभ हुन्छ। सो CAST। अब यसको चाहिँ फेरि म चाहिँ तपाईँहरूलाई यो क्वाड्रेन्ट फेरि ड्र गरेर देखाइदिन्छु। यो बुझाउने काम भइसक्यो। अब चाहिँ यो क्वाड्रेन्ट ड्र गऱ्यो भने CAST। ओके सी भनेको चाहिँ कस र सेक पोजिटिभ। ए भनेको अल पोजिटिभ। 6वटै ट्रिगोनोमेट्रिक आइडेन्टिटिज के हुन्छ पोजिटिभ हुन्छ। त्यसपछि यसमा चाहिँ साइन र कसेक पोजिटिभ हुन्छ। यसमा tan र कट के हुन्छ पोजिटिभ हुन्छ। सो CAST यति कुरा चाहिँ तपाईँले ध्यान दिनुपर्ने हुन्छ। फेरि म यो बुझाउँछु। साइन कसमा चेन्ज हुन्छ कसेक सेकमा हुन्छ tan कटमा हुन्छ। यसमा CAST यो पोजिटिभको लागि हो कि फोर्थ क्वाड्रेन्टमा कस पोजिटिभ हुन्छ र सेक पोजिटिभ हुन्छ। फर्स्ट क्वाड्रेन्टमा अल पोजिटिभ वा ASTC भनेर पनि लर्न गर्न सक्नुहुन्छ। फर्स्टदेखि लर्न गर्न चाहनुहुन्छ भने ASTC भनेर लर्न गर्नु। फर्स्ट क्वाड्रेन्ट चाहिँ सबै पोजिटिभ। अब फर्स्ट क्वाड्रेन्टको लागि यो चाहिँ तपाईँले अब म अगाडि चाहिँ बुझाइदिइराखेको छु। फर्स्ट क्वाड्रेन्टमा के भयो भने चाहिँ यदि फर्स्ट क्वाड्रेन्टमा आयो तपाईँको 90 माइनस थीटा आयो राइट। त्यसपछि 0 डिग्री प्लस थीटा आयो। ठिक छ। यो दुवै तपाईँको केमा आयो त फर्स्ट क्वाड्रेन्टमा आयो। 0 जहिले पनि के हुन्छ एक हिसाबले हामीले 0लाई के मान्नुपर्छ त इभेन मान्नुपर्छ। यो 0 सम्बन्धी चाहिँ हामीले छोड्नु। ओके अब यो 90 माइनस थीटा 90 प्लस थीटा अनि त्यसपछि तपाईँको के भयो भने चाहिँ फर्स्ट क्वाड्रेन्टका हामी गर्दैछौँ अनि 0 सो 90 साइन 90 माइनस थीटा भनेपछि साइन केवल साइन यो कुन क्वाड्रेन्टमा पर्यो 90 माइनस थीटा कुन क्वाड्रेन्टमा पर्यो फर्स्ट क्वाड्रेन्टमा अल पोजिटिभ। ओके सबै पोजिटिभ भनेपछि यो जे पनि आउँछ त्यो पोजिटिभ आउँछ। अब 90 छ मतलब अड छ राइट। अडमा के गर्ने त चेन्ज गर्ने छ के हामीसँग साइन छ। साइन केमा चेन्ज हुन्छ कसमा। सो यो भएर तपाईँको कस थीटा यो थीटा जुन छ त्यो लेख्दिनु। अब मानौ चाहिँ यही कुरा साइन 90 प्लस थीटा दिएको छ। साइन 90 प्लस थीटा दिएको छ। अब हेर्नु साइन 90 डिग्री प्लस थीटा 90 प्लस थीटा भनेपछि सेकेन्ड क्वाड्रेन्टमा आइसक्यो। ओके हैन। अब सेकेन्ड क्वाड्रेन्टमा आउने बित्तिकै सेकेन्ड क्वाड्रेन्टमा साइन र कसेक के हुन्छ पोजिटिभ हुन्छ हैन। सो साइन र कसेक पोजिटिभ भएको कारणले साइन पनि पोजिटिभ हुन्छ। सो पहिला पोजिटिभ गरिदिनु। अब त्यसपछि 90 मा चेन्ज। सो साइन चेन्ज भएपछि तपाईँको केमा कस थीटामा। यो पनि कस थीटा भइसक्यो इजिली आइसक्यो। अब साइन 180 माइनस थीटामा गरिदिन्छु। सिधै 180 माइनस थीटामा जान्छु प्लस थीटामा
अब 180 माइनस थीटा मतलब यो भन्दा चाहिँ कम माथि नै पर्यो राइट। सो यो पनि सेकेन्ड क्वाड्रेन्टमा। अब फेरि यो के छ 180 छ, इभन छ। इभन छ भने चेन्ज हुँदैन, यो सिधै भइहाल्छ पोजिटिभ त पोजिटिभ, साइन के हुन्छ यसमा सेकेन्ड क्वाड्रेन्टमा पोजिटिभ छ, पोजिटिभ भइसक्यो तर इभन भएको कारणले चेन्ज हुँदैन, सो साइन थीटा भइसक्यो, सिम्पली साइन थीटा। यही ट्रिकहरू छ के तपाईले जुनसुकै प्रुभ गर्नु, tan 360 माइनस थीटा भन्नु मलाई 360 वा tan वा कटै भनौँ न, कट 180 प्लस थीटा भयो हैन, वा तपाईको सेक 270 माइनस थीटा। यी तीनटा पनि म तपाईलाई प्रुभ गरेर देखाइदिन्छु, नभए तपाई अझै कन्फ्युज नहोस् भनेर। अब यो तीनटा चाहिँ मजाले बुझ्नु भयो भने पुरैको पुरै तपाई बुझिहाल्नुहुन्छ। अब tan 360 माइनस थीटा, tan ओके, tan तपाईको यो सबभन्दा पहिला यो 360 माइनस थीटा मतलब यो 360 हो, 0 र 360 यो माइनस भनेको छ भने तल आइहाल्छ राइट। अब माइनस भनेबित्तिकै यो केमा आयो त फोर्थ क्वाड्रेन्टमा आइसक्यो, प्लस भएको भए फेरि फर्स्ट क्वाड्रेन्टमा आउँथ्यो, यदि प्लस बनेको भए फेरि फर्स्ट क्वाड्रेन्टमा गइहाल्थ्यो, फेरि चाहिँ यो के भयो घुमेर फेरि यहाँ माथि गइहाल्थ्यो कि 360 प्लस थीटा हैन। तर यो के भयो माइनस, सो फेरि के छ फोर्थ क्वाड्रेन्टमै छ। फोर्थ क्वाड्रेन्टमा के हुन्छ सी कस र सेक मात्र पोजिटिभ हुन्छ, तर यो छ के tan, सो यो माइनस नेगेटिभ भइहाल्छ। अब नेक्स्ट 360 छ मतलब चेन्ज हुँदैन, इभन छ नो चेन्ज राइट। सो त्यही भएर यो चाहिँ चेन्ज हुँदैन, सो tan को tan नै रहिरहन्छ, tan थीटा सिम्पल ओके। अब कट को 180 प्लस थीटा, 180 भनेको चाहिँ यो भयो राइट, प्लस छ भने चाहिँ तल आउँछ, सो थर्ड क्वाड्रेन्टमा गइसक्यो। अब थर्ड क्वाड्रेन्टमा के छ tan र कट के हुन्छ पोजिटिभ, सो यो कट छ भनेपछि यो पनि के हुन्छ पोजिटिभ नै हुन्छ। अब के भनेको छ यसले 180 प्लस थीटा भनेको छ राइट, 180 प्लस थीटा छ भने 180 भनेको चाहिँ के हुन्छ नो चेन्ज, सो यो चेन्ज हुँदैन, कट थीटा नै रहिरहन्छ सिम्पली। अब सेक 270 माइनस थीटा भनेको छ, सेक 270 माइनस थीटा मतलब 270 भनेको चाहिँ यो हो, यो भन्दा माइनस भनेको यतातिर जान्छ राइट। सो फेरि थर्ड क्वाड्रेन्टमा सेक के हुन्छ नेगेटिभ, सो यो माइनस भइहाल्यो। अब 270 मा के भएको छ चेन्ज, सेक केमा चेन्ज हुन्छ, सेक हेर्नु त केमा चेन्ज भइरहेछ कसेकमा, सो कसेक थीटा। यति सजिलो छ कि ट्रिक बुझ्नु भयो भने चाहिँ यो एकदमै धेरै सजिलो छ। यो चाहिँ हेर्नु अझै तपाईले यसमा चाहिँ मजाले तपाईले भिडियो बनाइदिन भन्नुहुन्छ भने चाहिँ म यसमा चाहिँ सबैको सबै ट्रिगोनोमेट्रिक आइडेन्टिटिज जति पनि छ सबै प्रुभ गरेर तपाईलाई म चाहिँ त्यो देखाइदिन्छु, सिकाइदिन्छु कि तपाईलाई पुरैको पुरै हेर्ने बित्तिकै सबै एकैचोटिमा लर्न भइहालोस्, कन्ठ भइहालोस्, अनि हामीलाई पनि के होस् त सजिलो भइहालोस् अगाडि गर्नको लागि।